आज मैले यो भिडियोमा कमन टपिक लिएर आएको छु जुन चाहिँ प्रथम पत्रमा पनि र लिखित पत्रमा पनि डाटा काम लाग्ने खालको सँगै समसामयिकमा पनि त्यसबाट सोध्न सकिने फिक्स टाइपका कुनै क्वेसनहरू हुन्छन्। त्यो हो नेपालको आर्थिक अवस्था, जस अन्तर्गत आर्थिक परिसूचकहरूबाट नेपालको आर्थिक वृद्धि, विश्व ब्याङ्कले नेपालको आर्थिक वृद्धि कति हुने प्रक्षेपण गरेको छ, एडिबीले कति प्रक्षेपण गरेको छ, बजेट र योजनाले नेपालको आर्थिक वृद्धि कति हुने भनेका छन्, त्यो कुरा राम्रोसँग जान्नु पर्यो। त्यसपछि कुल राष्ट्रिय उत्पादन यानि कि जीडीपी, नेपालको जीडीपी कति र जीडीपीमा कुन कुन क्षेत्रको योगदान, यो कुरालाई मैले सँगै जोडेँ। यो जुन आर्थिक विकासका पूर्वाधारहरू छन्, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात लगायतका कुराहरू, तिनीहरूको चाहिँ जीडीपीमा योगदान चाहिँ कति छ र तिनीहरूको वृद्धि दर कति प्रतिशत छ, त्यो बजेट र योजनालाई कनेक्ट गरेर, आर्थिक सर्वेक्षण र योजनालाई कनेक्ट गरेर जान्नु पर्यो। त्यसपछि प्रति व्यक्ति आय 16औं योजनाले कति पुर्याउने भनेको छ र आर्थिक सर्वेक्षणमा प्रति व्यक्ति आय कति रहेको छ जान्नु पर्यो। अझै प्रदेशहरूको इक्जाम दिँदै हुनुहुन्छ भने सबै प्रदेशहरूको चाहिँ प्रति व्यक्ति आय पनि कति कति छ, बढी कुनको कम कुनको, त्यो पनि जान्नु पर्यो र वृद्धि दर पनि जान्नु पर्यो। अनि अर्को सँगै हुन्छ विप्रेषण अर्थात् रेमिट्यान्स। यो एकदमै मोस्ट इम्पोर्टेन्ट च्याप्टर हो। रेमिट्यान्समा चाहिँ नेपालको कुल जीडीपीको कति प्रतिशत रेमिट्यान्सले ओगटेको छ र विश्वमा पैसामा र जीडीपीमा, रकममा र जीडीपीमा चाहिँ नेपाल कतिौं स्थानमा पर्दछ रेमिट्यान्स भित्राउने मुलुकमा, त्यो पनि जान्नु पर्यो र प्रथम मुलुक पनि जान्नु पर्यो। दक्षिण एसियामा विशेष गरेर अझै जान्नु पर्यो र विश्वमा पनि रकममा र जीडीपीमा धेरै ओगट्ने पनि जान्नु पर्यो। सँगै वैदेशिक लगानी चाहिँ कति कति हुने चाहिँ कसैले घोषणा गरेको हुन्छ, यति हुने प्रक्षेपण गरिएको छ भनेर चाहिँ आर्थिक सर्वेक्षणमा पनि दिएको हुन्छ, त्यो कुरा पनि जान्नु पर्यो। सँगै वैदेशिक लगानी र वैदेशिक सहयोगका कुराहरू पनि अलि मोटामोटी जान्नु पर्यो। त्यसपछि नेपालमा आर्थिक विकासका पूर्वाधारहरूमा चाहिँ मैले तिनीहरूको जीडीपीमा योगदान लगायतको वृद्धि दरहरू भनिसकेँ। अनि मैले भनिरहेका र लोकसेवा सम्बन्धी जुन भिडियो टिकटकमा बनाइएका भिडियोहरूमा जे भनेको छु, म कुनैको पनि विषयविज्ञ होइन। मैले बुझेको, पढेको, अनुभव गरेको र टिचरहरूले पढाएको र इम्पोर्टेन्ट भनेर तोकिदिएको कुनै विषयवस्तुहरूलाई छुट्याइदिएको आधारमा चाहिँ हजुरहरूलाई जसले क्लास पनि लिनुहुन्न, गाइड गर्ने मान्छे नभएकोलाई सहयोग होस् भनेर मात्रै मैले यो भिडियो बनाइदिएको छु। यसको चाहिँ अर्को पार्टबाट चाहिँ मैले यो पुरा गर्नेछु है त।